हेलो गाइज नमस्कार। आज चाहिँ हामीले हाम्रो बाख्रा खोरमा गरिने अथवा बाख्रा फार्ममा गरिने एक दिनको काम देखाउन जाँदैछु। आज अलि स्पेसल काम पनि छ किनभने मैले खेतालो बोलाएर नै काम गर्दैछु। यहाँ हेर्नु न मेरो यो बोगानी जिस्किरहेछ मुला र यो पेप्सी काटेको चाहिँ मैले यो टाट्नो बनाउँदा गाड्ने खाबोको पाकमा लाउने हो। तपाईले पेप्सी चाहिँ दुई साइडमा एउटाको चाहिँ दुई साइडमा काट्नु र अर्को चाहिँ एक साइडमा काटेर गाड्नु पर्ने खाबोको भागमा लाउनु पर्छ है। यसो गर्दा चाहिँ यो खाबो पोल्यो हुन्छ भन्ने हो। राम्रो दाइले नि एकदम मेहनतका साथ काम गरिदिँदै हुनुहुन्छ। उहाँ जहिले मिहिनेत गर्ने मान्छे पनि पर्नुहुन्छ है। फेरि अहिले मात्रै यो भिडियोमा देखाउनको लागि मात्रै गर्नु भएन। र यो पेप्सी लगाइसकेपछि चाहिँ यसरी पोल्नुपर्छ है। यो किन पोलेको भन्दा चाहिँ ठ्याक्कै बाँसको सेपमा ल्याउनुपर्छ। अनि यो यसो गऱ्यो भने चाहिँ गाड्नलाई सजिलो। अर्को कुरा माथिबाट परेको यो खुल्ला ठाउँमा बनाइरहेको छौँ अहिले हामी। परेको पानी पनि डाइरेक्ट छिर्न पाउँदैन। अर्को कुरा माटोले नि खाँदैन यो यसो गऱ्यो भने चाहिँ। अब एक साल दुई साल टिक्ने ठाउँमा चाहिँ यसो गऱ्यो भने चाहिँ अब एक दुई साल प्लस हुन्छ। मतलब यसको 3-4 वर्ष टिक्छ भन्ने हो। त्यही भएर हामी मेहनतको साथ काम गर्दैछौँ। जसरी हुन्छ बाख्राले त राम्रो ठाउँमा खुवाउनुपर्छ। गाइज टाट्न सकिसकेको छ है। अब म घाँस दिने तर्खमा छु। यो टाट्न चाहिँ एकदम छिटो छरितो र अलिक सस्तो अहिलेलाई चाहिँ है। पछि राम्रो भयो भने त राम्रै बनाउनुपर्छ। अहिले काम चलो। यसले नि 3-4 वर्ष राम्रै धान्छ। र यो घाँस चाहिँ लोकल घाँस हो, स्थानीय घाँस र उन्नत घाँस पनि दिने चाहिँ गर्नुपर्छ है साथीहरू। म दिन्छु पनि, तर सबै उन्नत घाँसले मात्रै चाहिँ पुर्याउन सकिन्न। र अहिले ठ्याक्कै बाख्रा थोरै छन् अहिले चाहिँ मेरो। क्वालिटीको एक दुईवटा होला। अब पछि बिस्तारै राम्रो गर्नुपर्छ। पहिला हाम्रो ठुलो फार्म थियो, त्यहाँदेखि मैले सिप गरेर चाहिँ यहाँ ल्याएको। पहिला चाहिँ हाम्रो 150 जति बाख्रा थियो। गाइजहरू यो चाहिँ मेरो बोयर क्रसहरू। यो बिचको चाहिँ म हो भने यो दुईवटा यसको सन्तानहरू हो। र यिनीहरूले लट्टे खुब मन पराउँदो रहेछ। यिनीहरूलाई म बेला बेला चाहिँ छोड्ने गर्छु है बाहिर। र यो घरमा हो। र यो फुल पनि खुबै मन पराउँदो रहेछ यिनीहरूले। यो नि खाँदैछन् दाजुभाइले। र यता गोठालोसँगै हाम्रो फुल रोप्ने टोलीहरू। गाइजहरू यो चाहिँ साँझको दृश्य है। मेरो आजको एक दिन चाहिँ यसरी बितेको छ। मैले जे काम गरेँ आज त्यो सबै भिडियो मार्फत देखाएको छु। जसले भिडियो हेरिदिनु भयो यहाँहरू सम्पूर्णलाई एकदमै धन्यवाद।